80 दिनपछि म युट्युबबाट केही टाइमको लागि ब्रेक लिन्छु भनेर भिडियो बनाउँदैछु। आजभन्दा 80 दिन अगाडि अर्थात् डिसेम्बर 1 देखि चाहिँ मैले डेली भ्लग स्टार्ट गर्छु भनेर एक गाडीमा बसेर साथीहरूलाई चाहिँ उद्घोष गरेको थिएँ र आज एक गाडीमा बसेर 80 दिनपछि म युट्युबबाट केही टाइमको लागि ब्रेक लिन्छु भनेर भिडियो बनाउँदैछु। मैले 80 दिनसम्म रेगुलर भिडियो बनाएँ, जस्तो होस् जे होस् मैले एभ्रीडे नयाँ कन्टेन्ट चाहिँ अपलोड गरेँ हैन। अनि सुरुमा चाहिँ मैले 60 डेज च्यालेन्ज राखेको थिएँ, त्यसपछि 60 डेज पनि पुरा भयो, त्यसपछि फेरि थप्छु भनेर 80 डेजसम्म चाहिँ पुर्याएँ मैले यो 1.5 महिनाभित्र चाहिँ धेरै कुरा सिक्न छ, धेरै कुरा इम्प्रुभ गर्न छ, धेरै कुरा सिकेर कसरी हुन्छ एडिटिङदेखि स्क्रिप्ट राइटिङदेखि त्यसपछि भिडियो बनाउने सुटिङ सम्पूर्ण कुरा चाहिँ सिकेर नयाँ ढङ्गबाट चाहिँ आउनेछु। मैले ब्रेक लिन्छु भनेर भनिरहँदा चाहिँ कतै अलिकति नराम्रो पनि लागिरहेको छ। जुन कुरा चाहिँ तपाईलाई भित्रै मनबाट गर्न मन लाग्छ हैन, जुन कुरा चाहिँ तपाईको एउटा सोख हुन्छ, एउटा गर्ने इच्छा हुन्छ, त्यो कुराबाट चाहिँ ब्रेक लिँदा अलिकति नराम्रो चाहिँ लाग्न चाहिँ। बट मैले अघि नै भनिसकेँ, यो मेरो ब्रेक भनेको युट्युब करियरको इन्ड हैन, जस्ट ब्रेक हो के। र एउटा कुरा के बुझ्न पर्छ भनेदेखि त्यो गुलेली थाहा छ नि हैन, गुलेलीमा चाहिँ ढुङ्गा जति टाढासम्म पुर्याउन चाहनुहुन्छ भनेदेखि ब्याग त्यतिसम्म तान्न पर्छ क्या हैन। जति तपाईले पछाडी तान्नुहुन्छ नि छोडेपछि त्यति अगाडि जान्छ क्या। सेम मेरो पनि यही नै हो। मैले अहिले ब्रेक लिनु भनेको चाहिँ म रबर हो र रबर चाहिँ पछाडी तन्किरहेको छ क्या। र जब म कम ब्याक हुन्छु नि हैन, जब म ब्याक हुन्छु तब अहिलेको भन्दा एकदम मजबुत भएर एकदम नयाँ तरिकाले एकदम राम्रो तरिकाले चाहिँ साथीहरु सामु आउनेछु। यहाँहरु सम्पूर्णलाई धेरै धेरै धन्यवाद, थ्यांक यू सो मच। मैले माया पनि पाइरहेको छु हैन। हुन त अब धेरै कारण छन् मैले ग्याप लिनुमा। एउटा मेन भनेको चाहिँ मेरो हेल्थका कारण। मेरो 3-4 महिना अगाडि चाहिँ अपरेसन गरेको थिएँ हैन। अनि अपरेसन गरेपछि अहिलेसम्म पनि मेरो घाउ टोटली सर्जरी गरेको ठाउँ चाहिँ रिकभरी भइसकेको छैन। त्यही भएर मलाई अलिकति टाइम चाहिएको छ। र अर्को कुरो भनेको जुन मैले हेल्थको कुरा गरेँ त्यसले गर्दा म कतै बाहिर जान पाएको छैन, बाहिर भिडियो बनाउन पाएको छैन हैन। म चाहिँ सधैँ एउटा के कुरा लिएर हिँड्छु भनेदेखि मैले भ्लग बनाउँछु भने मैले बनाएको भ्लग चाहिँ फ्रेस हुनुपर्छ के। जस्तै 3-4 दिन अगाडिको त्यो राख्ने अनि हाल्ने, नो नेभर। बरु म भ्लग बनाउँदिनँ, भ्लग बनाइसकेपछि चाहिँ सबै कुरा चाहिँ नयाँ हुनुपर्छ के। मैले आज बनाएको कुरा आज अथवा भोलि भित्रमा अपलोड गरिसक्न पर्छ के। त्यही भएर चाहिँ म बिरामी भएको कारण चाहिँ टोटली रिकभरी नभएको कारण चाहिँ बाहिर कतै जान पाइनँ। त्यही भएर चाहिँ भिडियो अथवा कन्टेन्ट पनि नयाँ नभएर चाहिँ त्यो बिचमा धेरै कुरा सिक्न छ, मैले अघि नै भनिसकेँ। त्यही भएर चाहिँ मैले ग्याप लिँदैछु। मैले आई थिङ्क 60 डेज च्यालेन्जको प्रमिस गरेको थिएँ, मैले पुरा गरेँ र फेरि म प्रमिस गर्छु जब म फेरि ब्याक आउँछु नि हैन, जब म फेरि फिर्ता हुन्छु, फेरि भिडियो बनाउन थाल्छु नि हैन, तब म कहिले पनि रोकिन्न के। जसरी हुन्छ म कन्टिन्यू गर्छु के। र म चाहिँ कन्टेन्ट क्रिएसनबाट अथवा युट्युबमा भिडियो बनाउनबाट चाहिँ किन ब्रेक लिँदैछु, म 1-2वटा पोइन्टहरु छ, 1-2वटा कुरा छ जुन चाहिँ मैले पुरा गर्नुपर्ने छ, म तपाईहरुलाई भन्छु। एउटा भनेको मेरो हेल्थ भयो, मैले जुन अघि नै भनिसकेँ। मलाई रिकभरी हुनुपर्छ, रिकभरी भइसकेपछि मात्रै म कतै घुम्न जान्छु अथवा के गर्छु, त्यसपछि मैले नयाँ कुरा गर्छु र नयाँ भिडियो बनाउन पाउँछु हैन। अर्को कुरो भनेको चाहिँ म 1-2वटा वेबसाइट अथवा एप चाहिँ बनाउने सोचमा छु अथवा प्रोसेसमा छु, बनाउँदैछु। जसले गर्दा चाहिँ जो कन्टेन्ट क्रिएसनमा लाग्नुहुन्छ, जो चाहिँ युट्युबमा अथवा विभिन्न निशमा भिडियो बनाउनुहुन्छ, भ्लग होस् अथवा टेक्निकल सम्बन्धी होस्, एआई सम्बन्धी होस् अथवा कुकिङ जेमा होस्, उहाँहरूको लागि चाहिँ इजी होस् भनेर चाहिँ के वेबसाइट अथवा केही एपहरू चाहिँ बिल्ड गर्ने प्रोसेसमा छु म र गरिरहेको पनि छु। त्यसलाई टाइम लाग्ने भएको भएर चाहिँ अलिकति टाइम त्यता नै दिने हो कि भनेर चाहिँ मैले त ग्याप लिन खोज्दैछु, युट्युबबाट ब्रेक लिन खोज्दैछु। साथीहरू, यदि तपाईहरूले युट्युब स्टार्ट गर्दै हुनुहुन्छ भने चाहिँ धेरै कुराहरू ख्याल गर्नुपर्छ। के कुरा ख्याल गर्ने, यो भिडियो हेर्न सक्नुहुनेछ। गाइस, यदि तपाईहरु चाहिँ कोही युट्युबमा लाग्ने सोचमा हुनुहुन्छ भने हैन, एकचोटि यो भिडियो हेरेर मात्रै युट्युबमा लाग्ने कि नलाग्ने भन्ने कुरा डिसिजन लिनु होला। किनभने म धेरै मान्छेहरू देख्छु हैन, जो चाहिँ युट्युबमा अब केही जानेका हुँदैनन्, केही बुझेका हुँदैनन् हैन, उनीहरूलाई नलेज पनि हुँदैन, केही पनि हुँदैन। जस्ट अरूले चाहिँ महिनाको लाखौं रुपैयाँ करोडौं रुपैयाँ कमाए भनेको सुनेर चाहिँ युट्युबमा लाग्ने भनेर सोच बनाउँछन् हैन।
अनि पछि चाहिँ के हुन्छ भन्दाखेरि केही टाइम पछि चाहिँ मान्छेहरूले युट्युबमा भिडियो बनाउन छोडिदिन्छन् क्या। किनभने उनीहरूलाई चाहिँ युट्युब सुरु गर्नुभन्दा पहिला चाहिँ होइन युट्युबमा कसरी भिडियो बनाउने, के भिडियो बनाउने, कति टाइमको लागि भिडियो बनाउने, कति टाइममा चल्छ, के चल्छ भन्ने कुरा चाहिँ थाहा हुँदैन क्या। त्यही भएर चाहिँ जो युट्युबमा लाग्छ नि म युट्युबर बन्छु भन्छन् तिनीहरूले चाहिँ केही टाइम पछाडि युट्युब छोडिदिन्छन्। त्यही भएर चाहिँ आज म यो भिडियोमा चाहिँ हामीले युट्युबमा लाग्नुभन्दा अगाडि के कुरा सोच्नुपर्छ, के कुरा याद गर्नुपर्छ र के कुरा इम्पोर्टेन्ट हुन्छ भनेर चाहिँ म त्यो कुरा भन्दैछु होइन। अनि युट्युबमा भिडियो बनाउनु एक दिनमा एउटा दुईवटा अपलोड गर्नु मात्रै ठुलो कुरा होइन क्या, त्यो सबैले गर्न सक्छन् होइन। तर युट्युबमा कन्सिस्टेन्सी रहन चाहिँ एकदम सबभन्दा बढी हार्ड कुरा हो के। अनि त्यो पनि तपाईँले कुन निस रोज्नु भएको छ भन्ने कुरामा पनि डिपेन्ड हुन्छ है। त्यो पनि तपाईँले कुन निस चुज गर्नु भएको छ त्यसमा पनि डिपेन्ड हुन्छ होइन। जस्तै अब टेकको एआई सम्बन्धी रोज्नु भएको छ भनेदेखि तिनीहरूलाई ग्रो हुनको लागि त्यति धेरै टाइम लाग्दैन क्या, सर्टेन टाइममा नै उनीहरू ग्रो हुन्छ च्यानलहरू होइन। तर भ्लगिङको च्यानल भयो त्यसपछि अरू च्यानल चाहिँ एकदम हार्ड छ के। मैले युट्युब सुरु गरेको चाहिँ धेरै वर्ष भयो होइन। अनि मैले चाहिँ पहिला न्युज च्यानल चलाएको थिएँ, त्यस पछाडि टेक्निकल च्यानल चलाएँ होइन। र अहिले चाहिँ मैले रेगुलर भ्लग बनाउने भनेर कति 78-79 डेजसम्म चाहिँ रेगुलर भ्लग बनाइसकेँ होइन। अनि त्यसपछि मैले कम्पेयर गर्छु, मैले यति धेरै भ्लग अपलोड गरिसकेँ होइन। अनि मैले 3वटा निस्को च्यानल पहिला स्टार्ट गरिसकेँ हो नि त। त्यही भएर कुन चाहिँ च्यानल ग्रो हुन्छ कुन चाहिँ ग्रो हुन्न भन्ने कुरा चाहिँ म गाइजहरूलाई भन्दैछु होइन। र अनेस्टली भन्नुपर्दा यदि तपाईँहरू चाहिँ भ्लग च्यानल चाहिँ स्टार्ट गर्दै हुनुहुन्छ भने एकदम सोचेर एकदम सबै कुरा याद गरेर गर्नु होला है त। किनभने भ्लगको च्यानल चाहिँ ग्रो हुनको लागि चाहिँ एकदम टाइम लाग्छ, धेरै टाइम लाग्छ है। मैले अघि भने नि भिडियोको सुरुवातमै 70-80वटा चाहिँ भिडियो बनाइसकेँ। तर मेरो अहिले भ्युज हेर्ने हो भने 5, 6, 7, 8 भ्युजभन्दा बढी जाँदैन कि। र मैले चाहिँ रेगुलर भिडियो पनि अपलोड गरिरहेको छु कि होइन, तैपनि च्यानल ग्रो भएको छैन। र मैले चाहिँ भ्लग बाहेक नै अरू निसहरूमा चाहिँ भिडियो बनाएको भए म 100% स्योर थिएँ कि होइन मेरो च्यानल छिटो ग्रो हुन्थ्यो। र मैले चाहिँ भ्लग नै किन रोजेँ भनेदेखि इफ भ्लगमा चाहिँ यति मैले च्यानल ग्रो गराएँ भनेदेखि होइन त्यो भनेको चाहिँ मैले अब मान्छे हो एभ्री टाइम केही नयाँ कुरा त गरिरहेको हुन्छ नि त होइन। नयाँ ठाउँ जाने, नयाँ कुरा गर्ने, केही कुरा गरिरहेको हुन्छ नि त। अनि त्यही भएर चाहिँ त्यो कुरा सबैलाई थाहा हुन्छ। अनि त्यसपछि कन्टेन्ट पनि कमी हुँदैन। मेन चाहिँ मेरो त्यो भिडियो बनाउनुको कारण भनेकै कन्टेन्ट चाहिँ कहिले पनि कमी हुँदैन भनेर चाहिँ मेन बनाएको हो क्या। र साथीहरू तपाईँहरूले च्यानल स्टार्ट गर्नुभन्दा पहिला चाहिँ कुन च्यानल स्टार्ट गर्ने भन्ने कुरा चाहिँ एकदम त्यो निस चुज गरेर स्टार्ट गर्नु होला। मैले भने नि यो भ्लगिङहरू च्यानल चाहिँ अलिकति फेमस हुनको लागि, भाइरल हुनको लागि एकदम टाइम लाग्छ क्या। अनि अर्को कुरा के छ भने हाम्रो दिमागमा चाहिँ होइन धेरै मान्छेहरूको माइन्डमा चाहिँ के रहेछ भनेदेखि म युट्युबमा चाहिँ भिडियो बनाउँछु, 10वटा भिडियो बनाउँछु, 20वटा भिडियो बनाउँछु, अनि त्यसपछि भाइरल हुन्छु। अनि त्यसपछि सर्टेन टाइममा चाहिँ जुन कन्टेन्ट क्रिएटर छन् नि फेमस, जसले चाहिँ महिनाको लाखौँ कमाए, घर बनाए, गाडी बनाए भनेर भिडियो बनाउँछ नि होइन। अनि मान्छेहरू चाहिँ त्यही कुरा देखेर चाहिँ म पनि युट्युबबाट घर बनाउँछु, गाडी बनाउँछु भनेर चाहिँ युट्युबमा लाग्दा रहेछन् होइन। एउटा भ्रममा चाहिँ के नपर्नु होला भने युट्युबमा तपाईँले भिडियो बनाउँदैमा तपाईँले घर किन्ने, गाडी किन्ने भन्ने कुरा चाहिँ पोसिबल हुँदैन। र अर्को कुरो भनेको चाहिँ 2टा भिडियो बनाउँदैमा 5वटा, 10वटा, 20वटा भिडियो बनाउँदैमा च्यानल ग्रो हुन्छ, म भाइरल हुन्छु, अनि धेरै भ्युज सब्सक्राइबर पाउँछु भनेर नसोच्दा हुन्छ। र अन्तिममा थ्याङ्क यू सो मच साथीहरू, यहाँहरूको सपोर्ट माया पाएँ र आशा छ फेरि म पछि फिर्ता आइसकेपछि यहाँहरूबाट अझ धेरै माया, धेरै साथ, धेरै हौसला पाउनेछु। हस् साथीहरू, अब हामी चाहिँ केही टाइम पछि भेट्छौँ है। भेट्न चाहिँ होइन, केही टाइम पछि भेट्छौँ। तबसम्मलाई साथीहरू आफ्नो केयर गर्नु होला। हस्, थ्याङ्क यू सो मच फर एभ्री वान। सी यू मेबी